भाइ तेरो उमेरमा म पनि अङ्ग्रेजी ऱ्याप हान्दै हिँड्थेँ। एमिनेम टुपाक बिगीलाई आफ्नो भगवान मान्दै हिँड्थेँ। ब्यागी प्यान्ट लाएर माथितिर तान्दै हिँड्थेँ। अङ्ग्रेजी धेरै छोडे केटोले 2 बार तँलाई है। If you wanna fuck in English, bitch, ride on and go chase her, people. See you trying to talk in English, miss. I am the professor. Grizzle. That was 17 syllable. Multi that even your daddy cannot rebuttal. I'm the sickest in Nepal. अलिखेर सबैले बुझ्ने छ। स्वच्छ छवि पहिला थियो अहिले छैन है। स्वच्छ छवि भएको कवि म लेखक। यो म बुद्धको कपी पल्टाएर ह्यान्ड राइटिङ मेरो हुनेछ। मेरो गीतको कुरा नगर हैन त। गीत भनेको कर्णप्रिय हुनुपर्छ। म्युजिक त तेरो जिंगल नै हुन्छ। र्यापर भनेको बालेन जस्तो भव्य हुनुपर्छ। लिटल त ग्रिजल नै हुन्छ। हास्य कलाकार होस् त हास्य कलाकार होस् छिमे जड्या आबुको यौन तृष्णा मेटाउने आहार होस् मेरो सामु उभिने कमसेकम तेरो सपना चाहिँ साकार भयो अन्डरडग्समा एउटा मात्र हिरा मेरो भाइ युनिक पोएट त सबैले फ्याँकेको खकार होस् एउटा केटा हुन्छ अर्को केटी हुन्छ त चाहिँ तेस्रो प्रकार होस् के सिंगम के भन्नु